हाई गाइस आज के अरे म तपाईँहरूलाई पाइथन र त्यो VS कोडको इन्स्टलेसन गाइड फलो गरेर इन्स्टल गर्ने कसरी भनेर डेमो भिडियो रेडी गरिदिँदैछु होइन। जस्ट इन केस जसले तपाईँहरूमध्ये गर्नुभएको छैन उहाँहरूलाई प्लिज फलो गरेर सेटअप चाहिँ गरिदिनु होला ल, किनकि यो एकदमै इम्पोर्टेन्ट हो हाम्रो लागि। त्यसैले म यहाँ पछाडि परेको नपरोस् कोही भनेर चाहन्छु। हुन त पाइथन online.net पनि युज गर्दा हुन्छ, तर वाट आई वुड से इज यो युज गर्नुहोस् होइन, बेटर हो हामी सबैको लागि। सो म स्टेप बाई स्टेप तपाईँहरूको लागि यो गरिदिन्छु इन्स्टल मेरो सिस्टममा, अनि त्यही फलो गर्नु होला है तपाईँहरूले पनि। म यहाँ त्यसैले अब आफ्नो ब्राउजरमा आउनु होला। ब्राउजर जस्तै कि गुगल क्रोम, माइक्रोसफ्ट एज, जहाँसुकै गयो नि गुगलमा आउनु होला है। गुगलमा आएपछि यहाँ लेख्नु होला पाइथन डाउनलोड भनेर। हस्, पाइथन डाउनलोड भन्ने बित्तिकै यस्तो आइपुग्छ गाडीमा गुगलमा। यसलाई क्लिक गरेर यस्तो केही भन्नुहुन्छ तपाईँले है। अब यहाँ गेट डाउनलोड द लेटेस्ट भर्जन म्यानेजर कि त स्ट्यान्ड अलोन इन्स्टलर दुईटा भन्ने अप्सन पाउनुहुन्छ। दुईटाबाट एउटा सिलेक्ट गर्नु होला, त्यो चाहिँ स्ट्यान्ड अलोन इन्स्टलर भन्ने है। यो यसको प्रोसेस अलिकति लामो हुन्छ, यो डिफ्रेन्ट हो, तर म क्विकेस्ट सोल्युसनको लागि गइरहेको छु अहिलेको लागि। सो यसलाई क्लिक गर्नु होला मैले गरे जसरी। यो कहाँ डाउनलोड गर्ने भनेर सोध्छ, म डाउनलोड फोल्डरमा डाउनलोड गर्छु। तपाईँहरू डाउनलोड फोल्डरमै गर्नुहोस् कि त जहाँ नि गर्दा हुन्छ है। यो भएपछि आफ्नो डाउनलोड भएको लोकेसनमा आइपुग्नु होला। त्यो मेरो केसमा यहाँ डाउनलोडमा छ नि, म फोल्डरमा क्लिक गरेर आएँ, डाउनलोड भएको फोल्डरमा आइपुग्नु होला। अब हेर्नु साथमा इन्स्टल भयो यो भर्खरको यो फाइल यही हो। यो फाइललाई म खोल्छु, जुन डाउनलोड भयो त्यो खोल्नु होला। खोलेपछि यस्तो भए आइपुग्छ। यस्तो जुन खोल्नु छ नि पाइथन 3.14.6 सेटअप 64 बिट भनेर आउँछ। अब यस्तो आउने बित्तिकै यहाँ दुईटैलाई सेटअप गरिदिनु होला अनि इन्स्टल नाउमा क्लिक गरिदिनु होला। यस्तो आइपुग्छ, यहाँ यस गरिदिनु होला। सिस्टम प्रम्प्ट आउँछ त्यहाँ। यति गरेपछि यो फटाफट इन्स्टल भइहाल्छ, जस्तै कि तपाईँहरू सबै हेर्न सक्नुहुन्छ मेरो स्क्रिनमा है। यसलाई एकछिन टाइम लाग्न सक्छ, एक दिन कुर्दा हुन्छ केही बेरसम्म, जति बेरसम्म यो इन्स्टल हुन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ यो सेटअप अब सक्सेसफुल भनेर देखायो। हजुर, म यो सेटअपको लागि वेट गरिरहेको थिएँ होइन। सो सेटअप सक्सेसफुल भएपछि होइन त त्यो ग्रिन स्टेटस बार पुरै कम्प्लिट भएपछि यस्तो आउँछ तपाईँहरूको अगाडि। यस्तो आएपछि तपाईँहरू विन्डोज बटन थिच्नु होला आफ्नो सिस्टममा, कि त सर्चमा जानु होला अनि यहाँ टाइप गर्नु होला टर्मिनल भनेर है, TERMINAL। अनि यस्तो एप आउँछ, इन्टर क्लिक गर्नु होला अनि यस्तो खुल्न जान्छ। यसलाई विन्डोज पावर सेल कि त CLI
पनि भनिन्छ। यहाँ तपाईँहरू PYTHON स्पेस हाइफन हाइफन V थिच्नु होला हैन। त्यो थिचेपछि अननोन अप्सन आयो। एकछिन यो नथिच्नुहोस्, पाइथन हाइफन हाइफन सानो V यसै थिच्नु होला कि त मैले बढी थिचे, एउटा मात्रै यस्तो विन्डोज र पाइथन स्पेस हाइफन V यस्तो यति थिचेपछि यस्तो आउन जान्छ। कि त तपाईँहरू यस्तो आयो भने पनि बुझ्नुहोस् कि पाइथन चल्यो हैन, इम्पोर्टमा आएर अड्किन्छ। अनि कन्ट्रोल C थिच्नु होला कि त एन्टर, नभए एक्जिट नै थिच्दा हुन्छ है। कि त यसरी पनि चलाउँदा भयो, नभए अर्को सर्टकट तरिका यो पनि छ, नभए पाइथन हाइफन हाइफन भर्जन पनि थिच्दा हुन्छ, यसरी पनि थिच्दा हुन्छ। म इन्टर थिच्यो भने यसरी पाइथन 3.1.6 3.14.6 आउँछ। अब धेरै कन्फ्युज नहुनुहोस्, यस्तो शान्तिले धेरै कुरा छोड्नुहोस् हैन। PYTHON स्पेस हाइफन हाइफन भर्जन लेख्नुहोस्, यति लेखे नि पुग्छ। यति लेखेपछि यस्तो आउँछ। कि त यो पनि गर्नु छैन भने फेरिदेखि स्टार्टमा आउनु होला, यहाँ लेख्नु होला PYTHON भनेर। यति लेखेपछि यसरी तपाईँकोमा एप भनेर देखाउँछ, कि त आइडिएली पनि देखाउँछ। आइडिएली कि त एप कुनै पनि खोल्न मिल्छ तपाईँले। मैले आइडिएली खोलेँ, आइडिएली खोलेपछि यहाँ एउटा एप खुल्छ, हेर्नु होला अहिले हो यसरी खुलेर आउँछ। आइडिएली सेल 3.14.6 भनेर आउँछ है, यसरी आउँछ। सो यो पनि चेक गर्दा भयो। हस्, यति भइसकेपछि यो हो कि तपाईँको यो पाइथन सेटअप भयो हैन। अब यति भएपछि के गर्ने त, अर्को काम थियो हाम्रो डाउनलोड भिजुअल स्टुडियो कोड हैन। डाउनलोड भिजुअल स्टुडियो कोड चाहिँ यो पनि गुगलबाटै गर्छौँ हामी। VS कोड लेख्दा नि हुन्छ, जस्तै हामीले पढेको थियौँ नि वर्कसप र इन्जिन भनेको हाम्रो पाइथन भएको, जुन हामी भर्खर इन्स्टल गऱ्यौँ। यो वर्कसप चाहिँ VS कोड हो। मैले इन्टर गरेँ भने यसरी फर्स्टमा यस्तो आउँछ। मैले गुगलमा के सर्च गरेँ त, डाउनलोड VS कोड। यति गरेपछि फर्स्टमा जुन आउँछ त्यसलाई क्लिक गर्नु होला। क्लिक गरेपछि यस्तरी केही आउनेछ। अब हामी विन्डोजमा गरिरहेछौँ त इन्स्टल, सो विन्डोजमा म क्लिक गर्छु। क्लिक गरेपछि फेरि यहाँ पनि अघि जस्तै डाउनलोड फोल्डर सेलेक्ट गर्ने, सेभ गर्ने, यहाँ डाउनलोड हुन दिने उसलाई। डाउनलोड 206 MB को जतिको फाइल हुन्छ। फेरिदेखि खोल्ने कहाँ डाउनलोड भएको छ, फेरिदेखि डबल क्लिक गरेर यसलाई इन्स्टल गर्ने, जसरी हामी पाइथनलाई गऱ्यौँ नि अघि त्यसरी नै गर्ने। म सबै कुरा हटाउँछु। अब हेर्नुहोस्, अब आई एक्सेप्ट माई अग्रिमेन्ट भन्ने यो सब पढ्नु छ भने तपाईँहरू यो नि पढ्दा हुन्छ, नभए म अहिलेको लागि पहिल्यै पढाए हो, त्यसैले मैले आई एक्सेप्ट द अग्रिमेन्ट गरेर नेक्स्ट गरिदिन्छु। अब त्यसपछि अर्को सेलेक्ट डेस्टिनेसन पाथ हुन्छ, म बाई डिफल्टै छोडिदिन्छु। तपाईँहरूलाई पनि म त्यही भन्छु, बाई डिफल्टै छोडिदिनु होला। अनि नेक्स्ट गर्छु। अब फोल्डर बनाउने त स्टार्टमा मेनी फोल्डर भनेर सोध्छ, यो सब केही पनि क्लिक नगर्नु, जस्तो छ त्यस्तै छोडिदिनुहोस्, नेक्स्ट गरिदिनुहोस् है। फेरि म भन्न चाहन्छु, कतै पनि केही नचेन्ज गर्नुहोस्, नेक्स्ट गर्दै जाने है हामी, कतै केही चेन्ज नगर्ने। अब यहाँ सोध्छ कि एड VS कोड टु द कोड, यो सबैमा टिक गरिदिनुहोस्, नेक्स्ट गरिदिनुहोस्, इन्स्टल क्लिक गरिदिनुहोस्। अब यो इन्स्टल हुन स्टार्ट हुन्छ। अब यो इन्स्टल हुन टाइम लाग्छ भनेर म भिडियोलाई एकछिन पज गर्छु। मैले पज गरेको थिएँ भिडियोलाई, फेरिदेखि अब यहाँ आएपछि यो पुरै इन्स्टल हुन दिएँ मैले। पुरै इन्स्टल भएपछि यस्तो केही तपाईँ सबैको अगाडि आउँछ स्क्रिनमा। यसलाई अब फिनिस र
लन्च VS कोड भनेर देखाउँछ, त्यो त्यस्तै छोडेर म फिनिस गरिदिन्छु। अब भिजुअल स्टुडियो कोड यहाँ हाम्रो स्क्रिनमा खुल्न जानेछ है। अब हेर्नुहोस् भिजुअल स्टुडियो कोड मेरो स्क्रिनमा खुल्यो। अब मेरोमा यसरी किन खुल्यो त, किनकि मेरोमा पहिलेदेखि भिजुअल स्टुडियो थियो नि त, मैले अनइन्स्टल गरेको थिएँ तपाईँहरूको लागि इन्स्टल गर्न। तपाईँहरूकोमा चाहिँ खाली विन्डो खुल्नेछ है, त्यसको लागि नआत्तिनु होला कि मेरोमा यस्तो आयो तपाईँहरूकोमा यस्तो खाली किन आयो भनेर। ल अब भिजुअल स्टुडियो कसरी चलाउने त, अब कुनै पनि पहिला फोल्डर खोल्ने। फोल्डर तपाईँहरू कुनै पनि ठाउँमा गएर एउटा बनाउनु होला, लर्निङ पाइथन भनेर है। मैले बनाइरहेको छु नि यहाँ त्यसरी नै। मैले सिलेक्ट गर्छु। अब हेर्नुहोस् यहाँ एक्सप्लोररमा लर्निङ पाइथन भनेर आयो नि, म यहाँ फर्स्ट प्रोग्राम अब लेख्छु। first.py भनेर बनाएँ। अब म यहाँ लेख्छु, यहाँ के लेख्छु त, प्रिन्ट डे 3 लेखिदिएँ मैले, डे 2 पनि लेख्दा हुन्छ। अब यति लेखेपछि के गर्ने त, तपाईहरु यहाँ आउनु होला एक्सटेन्सन्समा यहाँ आएपछि पाइथन भनेर सर्च गर्नु होला। पाइथन भनेर सर्च गरेपछि यहाँ कोड रनर भन्ने आउँछ। कोड रनरमा यहाँ डिसेबल छ नि मेरोमा, तपाईकोमा इन्स्टल आउँछ, त्यो इन्स्टल क्लिक गरिदिनु होला है। त्यसपछि पाइथन भन्ने आउँछ, यो पनि इन्स्टल गर्नु होला। पाइथन डिबगर हुन्छ, यो पनि इन्स्टल गर्नु होला। पाइथन इन्भाइरोमेन्ट हुन्छ, यो पनि इन्स्टल गर्नु होला। मेरोमा पहिलेदेखि यो सब इन्स्टल छ, म भनिरहेको छु, यो सबै तपाईँ इन्स्टल गर्दै जानुहोस्। त्यसपछि पाइथन एक्सटेन्सन प्याक छ, यो पनि इन्स्टल गर्दा हुन्छ, यो इन्स्टल गरे पनि राम्रो हो है। मेरोमा अर्कै छ, तर यो इन्स्टल गर्दा नै हुन्छ। हस्, अब यति सबै गरेपछि यो सबै इन्स्टल भइसकेपछि यहाँ आउनु होला। अनि आएपछि कि त तपाईँ रन कोड पनि गर्न मिल्छ। रन कोड गर्नेपछि यहाँ आफै रन हुन्छ है यो फाइल। अब हेर्नुहोस् यो फाइल रन भयो। नभए के गर्ने, यो सबै केही इन्स्टल गर्नु छैन भने एक्सटेन्सनमा गएर टर्मिनलमा जाने, न्यू टर्मिनल गर्ने, तपाईहरुको सामु यस्तो खुल्छ। अब यहाँ के गर्ने भने चाहिँ म यहाँ म्यानुअली रन गर्न सिकाइरहेको छु तपाईहरुलाई। पाइथन अनि यो फाइलको नाम लेख्ने first.py। हेर्नुहोस् चल्यो नि, यो दुई तरिकाले हामी कोड चलाउन मिल्छ। ल यसरी तपाईहरु पनि सेटअप गरिहाल्नुस्। धन्यवाद। अब भेटौँ हामी अर्को क्लासमा। पाइथन इज फन है।